नमस्ते, म गोविन्द गुरुगाई। तपाईहरुलाई मेरो क्यारिकेचर कस्तो लाग्छ हेर्दिनु होला। मा कसम दाइ, शङ्करेले जस्तो धोका त दिँदैनस् नि। दिस भने नि तँलाई म छोड्दिन। यत्रो थियो यत्रो सुनको औँठी लिएर भागो नि शङ्करेले। तर अब फेरि पनि धोका दिस भने नि तिरो नि म छाला काट्दिन्छु। मलाई त यति हेपी नि हेप्नु सम्म हेपेकी थिएँ। त्यसलाई उडेर घुमाएर एउटा सर चाहिँ दिन मन छ। यो खड्काजीले चाहिँ ठोक्ने छ। मान्छे नाचे पनि आजभन्दा धेरै वर्ष पहिला म यहाँको चलन भन्ने कार्यक्रम चलाउने गर्दै। यहाँको चलन कस्तो छ भन्ने कुरा भर्खरै मात्र उदाङ्गो भएको छ। नाक पचाएका नकचराहरूलाई ठुडी खेलमा राखेर उडेर घुमाएर एक सट हान्न मन छ नाकको डाँडी भाँचिने गरी। नमस्कार। पठाउनु नसोच्या हावा गर्नु मिल्छ क्या। म 5 चोटि फतला बस्ने भइसक्यो आवाजले देश सुधार्न सकिएको छैन। यो भर्खर मान्छे आगो मान्छे गर्न सक्छ क्या। हावाको नगर्नुहोस् न या। के भन्छ यो? तिमी टाढा हुँदा फोन बोरिङ लाग्छ, तिमी नजिक हुँदा युनिभर्स नै स्लो मोसन भए जस्तो लाग्छ। यस्तो चाम कहाँबाट आउँछ? चाहिने हेरौँला हामी पनि। तपाईँहरूको कहिलेसम्मको गठबन्धन रहेछ हामी पनि हेर्छौँ, राम्रोसँगले हेर्छौँ। 9 महिना नपुगिकन चाहिने न्यु खोज्न थाल्नुहुन्छ तपाईँहरू। अनि चाहिने अब प्रचण्डजीले चाहिने अब 60 जान्दिनँ मेरो 50 छोडिदिनु भनेर क्रम भङ्ग गऱ्यो भने त निक्लनुहुन्छ। अनि तपाईँहरूले देख्नुहुन्छ यसले भनेको थियो भनेर लेखेर राख्नु होला। त्यो लोकतन्त्रले तपाईँको देशलाई के भन्नु त? केही पनि दिन सकेका छैन, केही उघाड पाखो पनि ल्याउन सकेका छैन। विशेष गरिकन चाहिने होइन, साथीहरूले चाहिने के गर्न खोज्नु भएको मैले बुझेको छैन। एमाले सरकारपट्टि पनि छ, फेरि शत्रुहरूसँग अर्थात् विरोधीहरूसँग साँठगाँठ पनि गरिरहेको छ। खासमा म राष्ट्रपति भएर पनि यो कुरा चाहिँ विशेष गरी चाहिँ मैले बुझ्न सकेको छैन। चिज के हो भन्दा चिज भनेको गम्भीर प्रकारको कुराहरू हो भन्ने खालको स्पष्ट हुन्छ भन्नुहोस् न। अब उहाँहरूले बोलाउँदै हुनुहुन्थ्यो, मैले हुँदैन भनेर भने नि त। यो त कस्तो भयो भन्दा कागलाई बेल पाएको हर्षण बिचमा भन्ने खालको कुरा भयो नि त। तर यसले केही पनि प्रभाव पार्दैन भन्ने खालको कुरा स्पष्ट हुन्छ भन्नुहोस् न। मेरी आमुनी डाम्ना होइन बाबु, तँलाई धेरै बधाई छ र आगामी दिनमा पनि यस्तै क्यारिकेचर गर्दै जा। मेरो तर्फबाट नातिलाई धेरै बधाई छ। धन्यवाद। तपाईँहरूलाई मेरो क्यारिकेचर कस्तो लाग्यो र टिकटकमा गोविन्द गुरुगाई सर्च गरेर पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। र क्यारिकेचर राम्रो लाग्यो भने लाइक, कमेन्ट र एउटा सेयर गरिदिनु होला। धन्यवाद।